क्युटी पाई यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले यस्तो यस्तो ऋषि धमलाको समाज छ ऋषि धमलाको त्यो मिम आएर यस्तो A few moments later. एक्सपेक्ट गरेको थिइनँ मैले तिमीले यस्तो हेलो गाइज वेलकम टु आवर ब्लग आज चाहिँ म मेरो बेबीलाई प्र्याङ्क गर्छु प्र्याङ्क भन्दा नि आज अप्रिल 1 हो नि त अप्रिल फुल बनाउनु पऱ्यो कि लाइक गेस के होला टेन्टेरेन कपाल काटेको भनिदिन्छु क्या मैले चाहिँ यस्तरी मलाई थाहा छैन कसले यस्तो कपाल काटेको मन पराउँछ पराउँदैन के पनि थाहा छैन तर मैले चाहिँ आउँदैछ क्या अब 10-15 मिनटमा आइपुगेछ अनि म चाहिँ रेडी हुन्छु अब रेडी त गर्नु पऱ्यो हेरमै त कस्तो देख्दो रहेछ किन त के हो राम्रै देख्छ कि के हो मलाई सुहाउँछ के हो काट्नुपर्छ के हो साँच्चै कि तर यहाँनिर चाहिँ अलिकति रियल जस्तो देखिएन कि त्यसको लागि चाहिँ म हेयर ब्यान्ड लाउँछु यस्तो छोपिसकेपछि त थाहा पाउँदैन नि त ल म चाहिँ प्र्याङ्क गर्न रेडी भएँ लेट्स सी है कस्तो रियाक्सन आउँदो रहेछ तर मलाई त कस्तो बच्चा जस्तो देख्छ कि के हो कपाल काटेको सरप्राइज सरप्राइज दिएको नि त क्युट देखेको छ मन पर्यो मन पर्यो तर मैले नभनिकन काटेको नि कस्तो रियाक्सन हुँदो रहेछ भनेर राम्रो छ क्युट छ बच्चा जस्तो देखेको छ माइ गॉड कस्तो क्युट देख्यो मेरो बेबीलाई मन पर्यो राम्रो देखेको छ तर मलाई पनि लास्टै मन पर्यो कस्तो काटिसकेपछि पो राम्रो लाग्यो बच्चा जस्तो क्या राम्रो देखेको छ दामी देखेको छ गाइस एकदम ओ माइ गॉड क्युटी बच्ची देखेछ बच्ची मन पर्यो मलाई लास्टै मन पर्यो अब म जहिले यस्तै काट्छु ओके भोलि पर्सि बुढी हुँदा बुढी हुँदा त हुँदैन होला है किन हुँदैन कस्तो देख्छ होला ओके लेट्स ट्राई इफ यु वान्ट टु लास्टै मन पर्यो नि त त्यही भएर बुढी हुँदासम्म पनि बस भनेर ओके कस्तो खालको बुढी भयो चाहिँ बुढी हुँदासम्म त बुढी हुँदासम्म अरे यस्तो बच्चा हुन्छ होला त्यो बुढी हुँदैन बुढी हुँदा यस्तो परेर जान्छ ओके मैले भनेपछि भन ठिक सरी बुढीले भनेपछि जे कुरा सकेको गाई जस्तै होइन हो पनि हो होइन पनि हो नि त त्यस्तै हो त हामी चाहिँ इभिनिङ वाकको लागि निस्केको अब थाहा छैन कता कता पुगिन्छ होइन यता चाहिँ छ मेरो क्युट बुढी चट्ट कपाल सपाल काटेर हो आमा क्युट भइदिएको आँखा साखा छोपेर कपाल काटेको अगाडि होइन आँखामा आउने टाइपको कपाल काटेपछि आँखामा नआएर कहाँ आउँछ त यार होइन यस्तो चाहिँ गाइज होइन अलिकति यता हुनुपर्थ्यो म काटिदिन्छु फेरि सरर आवाज चलिरहेको छ चट्ट लागेर चिसो भन्दा नि शीतल छ भनौँ न नेपालीले मरुभूमिमा आएर चिसो भयो भने त बेजत हुँदैन मलाई पनि चिसो सिरक नमरी हुँदैन हिमाल भएको देशको मान्छे यहाँ मरुभूमिमा आएर चिसो भयो भने अन्त नेपालीको बेजत हुन्छ नि होइन गाइज नेपालमा हिमाल भए पनि हिमाल देखा भएको शीतल हिमाल देखेको नि तिमीले हिमाल टाढोबाट देखाएको छ हिउँ चाहिँ एकपटक दुईपटक मात्र खेलेको छ त्यही एटलिस्ट छ नि त अब यस्तै छ हामी चाहिँ हिँड्दैछौँ च्याट्ट लगाएर बाटै बाटो यस्तै चाहिँ गाइज होइन मान्छेलाई अब यस्तै हो कपाल काट्न मन लगाएर काटियो अब बाटो देख्छु तनाव भयो पुरै यति पुरै काटिदिन्छ त बाटो देख्छु भन है फेरि भोटेको यस्तो फेरि यो भोटेको साह्रो भनेपछि ल है साथीहरू यस्तो छ भ्यू चाहिँ नाइट भ्यू म चाहिँ कपाल मिलाउनै होइन भयो एप्रिल फुल बनाउनलाई कपाल काटेको लास्ट टाइम आफै फुल हुँदा आज चाहिँ एप्रिल फुल हो आई मिन एप्रिल 1 मलाई फुल बनाउनलाई काट्यो अरे आफै कपाल मिलाउँदा होइन पऱ्यो केही छैन क्युट देखेको छ हो क्या क्युट बच्चा देखेको छ यहाँबाट क्रस गरौँ न सुरक्षा केसी जस्तो जस्तै हो कि क्या पढ्न खोजेको अब हामी चाहिँ जानुपर्ने हुन्छ ब्याङ्कतिर एटिएमतिर यसो गरौँ न यहाँबाट क्रस गरेर पहिला चाहिँ यस्तो निस्केर चाहिँ त्यहाँबाट क्रस गरौँ न
यस्तो निस्केर क्रस गरौँ है कहाँ उयो भित्र छिरेर समोसा खानु पनि अच्छा समोसा समोसा खाएर सक्नुबाट यस्तो निस्केर अनि त्यहाँबाट क्रस गर्नु ओके ल है त साथीहरू चट्टा लाएर यहाँ चाहिँ यस्तो छ रोड अनि रोडको साइडमा साइकल लेन है त यस्तो छ अनि यता चाहिँ यस नियमहरू राम्रो छ दुबईमा होइन नियम कडा पनि छ राम्रो पनि छ हामीले समोसा लिएर आयौँ खै समोसा देख मेरो फेभरेट चिकन समोसा अब हामी खाँदै खाँदै जाने बाटो खाँदै हिँड्यो भने चाहिँ जग्गा यो गल्ली त मलाई थाहा छ नि त पहिला म उदय बिल्डिङ बसेको तर मेरो कपाल भएन कि एक बाइट हाल्नु भनेको कपालले खाइन जस्तो म जस्तो पाएँ त्यस्तो समोसा खिलाउँछु के हो तिमीलाई तातो तातो अब यसमा चिया लिएर आउनु पर्थ्यो कस्तो बिर्सेको थियो कि चिया बोकेर हिँड्न चाहिँ गाह्रो हुनुभयो क्या खासमा मेरो दिमागमा त आएको थियो तर भनेन मैले यो समोसा र चिया लगेर पार्कमा खानुपर्ने अलिक टाढा भयो क्या यो समोसा पाइने ठाउँमा है पार्क उता छ यो यता यहाँ खान ल खानै सक्दैन यसले क्या कति जाने हो क्या पुरा क्युट छ बिरालो तिमी जस्तै क्युट छ तर यो त खाएन क्या खाँदैन नि यहाँको बिरालोले दाना मात्रै खान्छ दाना जस्तो के हुन्छ यिनीहरूको त्यो त मैले कहाँबाट दिनु त पछि पछि आयो किनेर देऊ अब बाई कस्तो क्रिस्पी कति मिठो समोसा त्यो साइडबाट जाउँ म बिरालोले चाहिँ पुरा यहाँ हामीलाई बसिरहेको छ फर्किँदै त अनिलाई कहाँ घर लिएर जानु त यता खुट्टाको मुनि नि आउँछ जस्तो छ यार चिसो छ यहाँ तिमीलाई पुरा पछ्यायो त अनि बिरालोले त ल ल फर्की हेलो हामी चाहिँ अब ब्याङ्क भन्दा नि एटिएम जाने तर भित्रको माहौल चाहिँ देख्न मिल्दैन हामी चाहिँ अब ब्याङ्कबाट फर्केर पार्क जान लागेको तिमीलाई जानु मन छैन पार्क गइदिउँ न त जानु मन नभए पनि लान्छु मलाई जान मन लागिरहेछ पार्क कति बज्यो तर जाडो रहेछ यहाँ शीतल भनेको चाहिँ चिसै छैन कति बज्यो भन न पहिला बस्न चाहिँ अहिले रातिको अलमोस्ट 11 बज्यो ए चिसो मलाई चिसो हुने मान्छे चिसो भएको छैन गर्नु पैसा करोडपतिको पुरी भयो म पनि के गर्नु होला क्या अब पैसा आउँछ 2 दिनमा चैट पैसा हुने चाहिँ त्यस्तै हो आउँछ जान्छ कास मसँग बस्दिए भने जस्तो हुन्छ अरे धन भनेको के हो अरे पैसा भनेको मैला मलाई आज जाडो भएको छैन मरुभूमि होइन कि मलाई त पहाड जस्तो फिल हुन्छ क्या वेदर त हिजो अहिलेसम्म चाहिँ त्यस्तो फिल छ अब 1 महिनापछि चाहिँ गर्मी हुन्छ होला तर पहिला जस्तो गर्मी लाग्दैन मलाई अहिले लाइक अहिले पानी सानी परिरहेको हुन्छ टाइममा त्यस्तो गर्मी छैन पहिला म गर्मी हुने बेलै भएको छैन अनि पोखरा भयो यति बेला गर्मी स्टार्ट हुने बेला भइसक्यो मार्चसम्म त ओके गाइस फाइनली हामी चाहिँ आइपुग्यौँ पार्कमा यो चाहिँ टक्क यो चाहिँ यस्तो हुन्छ यो सबै पार्किङ भयो होइन यो चाहिँ के भन्छ अपाङ्ग मैत्री भन्नु मलाई नि भन्नु आएन अपाङ्ग भन्दैन यार फरक क्षमता भएन त्यसैले भन्छ अनि यता चाहिँ हाम्रो पार्क फ्यामिली पार्कमा हामी आएका छौँ बुढाबुढी सानो छ भएको छैनौँ हामी म त बच्चा पो छु कि क्या हो भर्खर यहाँ कपाल काटेर झन् म बच्चा बनिरहेको कस्तो कि बुढाबुढी ओके कति चाहिँ थोडा मिस्टेक हो क्या गाइज होइन जस्तो सानो छ पार्क तर रिफ्रेसमेन्टको लागि सही छ टक्क इभिनिङ वाक होइन नाइट वाकै भनिदिउँ न अब 11 बजिसक्यो नाइट त्यस्तै हो यहाँ अब हामी खेल्दैछन् हाम्रो बच्चाहरू ए हाम्रो बच्चाहरू होइन यार यो त छिमेकीको बच्चाहरू एकजना आन्टीको बच्चा क्या सबै 2टा त्यस्तै रहेछ मेरो राजा घोडामा आउँछ रे घोडामा चढाइ लान्छ रे भन्थ्यो मेरो चाहिँ रानी घोडामा आउँदैछ घोडा पनि होइन यो त डाइनोसर रहेछ डाइनोसरमा चढेर आउनु भयो मेरो रानी चाहिँ
यस्तो रानीका पो त डाइनोसर छ बिहे गरेर कति 2 महिना भयो भर्खर बच्चा हुँदै गएको छ झन् हो रमाइलो भइरहेछ नसुके हुन्छ ल भयो आकाशबाट झऱ्यो झर्छ प्लेन गएर झऱ्यो के हो बेबी यो ढिकिच्या हो खोइ हामी चाहिँ यो ढिकिच्या हो के हो खेल्दैछौँ ओट ओट थोरै भयो नि त म झन् त्यही भएर अलिक बिचमा बसिरहेको छु फेरि अलिक भएन ल के हो यस्तो अब चाहिँ बेबीलाई फुल बनाएर सक्यो अब चाहिँ म भन्छु कि मैले यस्तो गरेको भनेर मेरो बेबी चाहिँ त्यहाँको अब म गएर भन्छु माटो माटो हो सफा गर्छ अनि यहाँ चाहिँ सफा गरिदिनु पर्दैन त यहाँ कस्तो होला भनेर म यहाँ बस्छु नि त नि ओके अलि राम्रोसँग गरेर सफा चाड भएको छैन तिमीलाई टाढो भयो नि टाढो भयो नि घर जाने हो त जाउँ जाने भयो एउटा गीत गाइदिउँ न त अनि जान्छु घर के गीत गाउनु होला त मलाई त गीत गाउनु आउँदैन एउटा कुरो भनौँ आउँदैन एउटा कुरो भनौँ एउटै कुरो भन्नु न यार तिम्रो कुरो कहिले भन्छौ र सुनौँ भनेर बसिरहेको छु म यहाँ मलाई कब काटे स्वाग छैन नढाँटी भन न चवाक देखाएको चवाक साँच्चै कि बच्चा बच्चा अनि तिमीलाई म बच्चा भएको राम्रो कि अलिक ठुलो मेजर भएको राम्रो त जस्तो भयो नि राम्रो भन न तिमीलाई म जे पनि गरिदिनु नि बच्चा बना भने म यस्तै कपाल बच्चा मन लाग्यो जस्तो भए पनि राम्रो भन न भन तिमी मान्छे राम्रो छ अनि त अब कपाल जस्तो काटेर राम्रो देख्छ क्या साँच्ची भन्नु राम्रो छैन त गाइस मेरो बोडी राम्रो झनै लडिन मलाई चाहिँ बच्चा राम्रो छैन त बनाउनु guys। क्या मलाई सुहाएन क्या यो सुहाइरहेको त हेर न यो कपालले आँखा छोपाइ छोपी गर्छ घोचिया घोची गर्छ यस्तो नि हुन्छ म यो कपाल मिलाउँदा कस्तो ओके खराब भइसक्यो के गर्छौ त यतिन काट्दै नि त यतिन फुट्यो हुने अनि काटेर के म अनि के भन्छ छाउरा जस्तो कस्तो छाउरा भने छाउरी जस्तो कस्तो छाउरी भनेको म त अनि तोर पनि देखिहाल्छु नि त्यस्तो गऱ्यो भने त नि तोर पनि यो भएन के गर्नु होला अब के गर्नु अब बढाउन त अनि अब लामो अब गरेर कसरी तुरुन्त बढ्नु पर्यो नि त वेट गर्नु पर्यो नि त्यसको लागि अब क्लिप अनि लगाएर यसलाई यता क्लिप लाउँदा पनि कस्तो औडा देख्छ क्या हेर्नु के गर्नु ठिक छ चलेगा ठिक छ क्लिप लगाएर हिँड्नु हेयरपिन लगाएर माथि फर्काउनु फर्किँदैन नि त जेल लाउँछौ त जेल किनिदिउँ के त जेल लगाइ एप्रिल फुल ल मा के हो यस्तो कस्तो लाग्यो एप्रिल फुल अरे अब त अन्त झन् कपाल काटेर क्युट भएर बसेछ भने त एप्रिल फुल हानिदिरहने म त सक भन्दा अनि कपाल कस्तो लाग्यो त एप्रिल त अनि अघिदेखि म त कपाल काट्यो भनेर बसिरहेको थिएँ आएदेखि त्यसले कपाल काटेछ भनेर सरप्राइज दिइरहेको थियो भरे त फुल हानिदिएर अलिअलि सरप्राइज माथि सरप्राइज हो अघि काट्यो भनेर अहिले नकाट्यो भनेर फुल बनायो मलाई फुल तिमी फुल माग्छौ म पात्ने दिन सक्दिनँ हेर्नु त अहिलेको राम्रो छ कि अहिलेको राम्रो छ जस्तो पनि राम्रो छ मान्छे राम्रो कपालले कस्तो के फुल बनाइदियो कि मैले कस्तो लाग्छ आउँदैन भने यत्रो कपाल काट्दा पनि होइन यस्तरी कपाल काटिदिएको मैले नमिठो प्राङ्क हान्दैछ यार गाई चाहिँ मलाई कस्तो लाग्यो त उफ म राम्रो लाग्यो भन्नु कि राम्रो लागेन भन्नु त्यस्तै लाग्यो अनएक्सपेक्टेड प्राङ्क हानिदियो तिमीले मलाई होइन एक्सपेक्ट गरेको थिइनँ मैले तिम्रो यस्तो ओ माय गॉड कस्तो ओ क्यूट सुन्दरी कस्तो क्यूट म मेरो बच्चा म चाहिँ यस्तै कपाल लाम पारौँ क्या हो गाइज तेरे नाम हमने किया है खै यो लाउ न यस्तरी लाउ कहाँ लाउँछ यस्तरी लाउ यो समाउ त म लगाइदिन्छु तिमीले यो समाउ न चिलाउनु रहेछ त्यो कि मैले कसरी सह्यो होला त्यत्रो 4-5 घन्टा के थाहा त मलाई अब झन् मैले खोइ यता छाया पऱ्यो नि त अब कपाल भयो फर्किनु कि क्यापमा लाउनु क्यापमा पनि गएन नि त कस्तो साह्रो खिच्यो हो र ल डाडा तेरे नाम इट्स द वान एन्ड ओन्ली Oh my Oh god. my god. Oppa gaya, oppa. Oppa guys. Cutie pie. यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले यस्तो क्या ऋषि धमलाको समाज छ ऋषि धमलाको त्यो मिम आएर यस्तो
गाइस कस्तो देखाएको छ मलाई छापाएर निकाल अति हो आगे हालिदिनु त भएन अरे कस्तो हुँदो रहेछ भनेको नि त ओप्पा दिदी ओप्पा एमसिएम कस्तो लाग्यो त मेरा मजाक बिल्ला लाग्यो बिल्ला उडाइदियो मलाई बेबीले बिहानदेखि होइन दिउँसोदेखि मैले कपाल काटेको बेबी भनेर मलाई सरप्राइज भनेर दिइरहेको थियो लास्टमा प्र्याङ्क गरेँ ओके आजको लागि यति नै गाइस सी यु इन नेक्स्ट ब्लग हाम्रो ब्लगहरू राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यस्तै रमाइलो कन्टेन्टको लागि जोडिरहनु हामीसँग बाई बाई सी यु गुड नाइट